नबिल बैंकको एप्सबाट ई सेवामा पैसा कसरी पठाउनु पर्छ भनेर यहाँ देखाउँदै छु ढुकढुकीलाई। फर्स्टमा त नबिल्सको एप्स ओपन गरे आफ्नो बैंक एकाउन्ट लगइन गर्नुहोस् र यो हरियो बटनमा क्लिक गर्नु। पासवर्ड राखे पछाडि अकाउन्ट ओपन भइसकेको छ। तपाईँ ई सेवामा पैसा पठाउनु छ भने पेमेन्ट भन्ने अप्सनमा क्लिक गर्नुहोस्। यसमा लोड ई सेवा भन्ने अप्सन देख्छ, यसमा क्लिक गर्नुहोस् र यसमा कति अमाउन्ट पठाउने हो त। म जस्तो यसमा अहिलेलाई 1 10 100 1000 1000 अमाउन्ट पठाउनु छ भने यसमा यसरी मैले अमाउन्ट टाइप गरेँ र अब सेवाको आइडी इमेल पनि हुन्छ र मेरो यसमा फोन नम्बरबाट पनि छ, फेरि टाइप गरेँ। यसमा यो यहाँ पर्पोज तपाईँले के को लागि, ट्राभलको लागि, टिकटिङको लागि यसमा अप्सनहरू छ। मैले जस्तो युटिलिटी बिल पेमेन्ट गरिदिएँ र यस पछाडि यो प्रोसिड बटनमा क्लिक गरिदिनुहोस्। डन। यसमा देखाउँदैछ तपाईँको यसमा यति अमाउन्ट, यसमा यति यसमा पैसा लाग्दैछ, चार्ज 0 लाग्छ भन्दा चाहिँ प्रोसिड बटनमा क्लिक गरिदिनुहोस्। ओटिपी तपाईँ यसमा तपाईँको पिन नम्बर डायल गर्न लाउँदैछ। यो तपाईँको आफ्नो एकाउन्ट बनाउँदाखेरि तपाईँले जुन पिन नम्बर बनाउनु भएको छ त्यो दिनुहोस्। यसमा मेरो पिन नम्बर छ, यस। अनि त्यस पछाडि पिन नम्बर डायल गरे पछाडि यो हरियो बटनमा क्लिक गर्नुहोस्। यस, पेमेन्ट सक्सेसफुल भनिराखेको छ र यसलाई हामी पेमेन्टलाई सेभ गर्न पनि सक्नुहुन्छ अथवा यसको स्क्रिनसट लिने हो भने तपाईँको आफ्नो स्क्रिनसट लिने तरिकाहरू आफ्नो फोनमा फरक फरक हुन्छ। मेरो फोनमा भने यो राइट साइडको दुईवटा बटनमा दबाइदिन्छु।